समाजमा विवाहपछिको जीवनलाई सधैँ सन्तानसँग जोडेर हेरिन्छ। चाहे श्रीमान धेरै नै माया गर्ने किन नहुन्, चाहे सासू ससुराले सधैँ साथ दिने किन नहुन्, तर जब सन्तान नहुँदा वर्षौं बित्छ तब महिलाको मनमा उठ्ने पीडा, डर, समाजको चिसो व्यवहार अनि आफ्नै मनभित्रको दोषीपन, यी सबैले एक गहिरो कथा बुन्छन्। यो कथा हो एक आमा बन्न नपाएकी महिलाको, जसले हरेक रात आकाशमा तारा गन्दै बिताउँछिन्, तर ती ताराहरूमा आफ्ना नजन्मिएका छोराछोरीको प्रतिबिम्ब बाहेक अरू केही देख्दिनन्। नमस्कार साथीहरू, कल्पनाको कथाघर युट्युब च्यानलमा आजको कथा आमा बन्ने सपना, बाँझोपनले दिएको पीडा। उनको नाम थियो सन्ध्या। सन्ध्या जसको अर्थ साँझ जस्तै शान्त भए पनि भित्री मनमा भने उनले गहिरा र उज्यालो सपनाहरू बोकेकी थिइन्। विवाह भएको 1 दशक कटिसकेको थियो। श्रीमान सन्दीप सम्हालिएका र बुझ्ने खालका थिए, तर सन्ध्याको मनमा भनिरहन्थ्यो सधैँ सृजना 2 जनाबाट मात्र हुँदैन। सृजना त प्रकृतिले दिएको आशिष हो, तर के प्रकृति मदेखि रिसाएको हो र? प्रत्येक तीजमा सन्ध्या सिन्दुरले सिउँदो रङ्ग्याउँथिन्, तर रातो सिन्दुर ऐनामा हेर्दै उनको मनमा प्रश्न टल्किन्छ, के मेरो सिन्दुरको भाग्य सधैँ यसरी नै उज्यालो रहला? कतै यो रित्तो कोखले मेरो सिन्दुरको रङ त उडाउने होइन? यदि उहाँले आफ्नो वंश जोगाउन दोस्रो विवाह गर्न चाहे भने नि? यो प्रश्नहरूले उनलाई भित्रभित्रै ऐँजोरी झैँ खाइरहन्थ्यो। सुरुका दिनहरू सन्ध्यालाई लाग्थ्यो सबै ठिक हुनेछ, कुनै न कुनै दिन त म आमा बन्नेछु, तर वर्षौं बिते। उपचार, औषधि, पूजा, मन्त्र सबै गरियो, तर गर्भ रहन सकेन। सुरुमा घरभित्र शान्त वातावरण र हाँसो थियो। श्रीमान सन्दीपले उनलाई मनैदेखि माया गर्थे र सधैँ समर्थन दिन्थे, तर त्यो सन्तान शब्द समयसँगै कहिले सानो चिचाहाट त कहिले ठूलो कोलाहल बन्न थाल्थ्यो। अस्पतालको गन्ध र औषधिको तितो स्वाद नै अब उनको जीवनको नियति बनिसकेको थियो। सन्ध्याले सोचेकी थिइन्, सकिन्छ नि, हामी उनीहरू गर्छौं, उपचार गर्छौं, कुनै दिन नानी त आउने छन्। तर झोल औषधिबाट सुईसम्म र सुईबाट पूजाआजासम्म पुगेको उनको यात्रा अनन्त एउटा प्रश्न चिन्हमा टुङ्गियो। अब के म आमा नभएकै कारण अधुरी हुँ त? के एउटा नारीको अस्तित्व उसको कोखमा मात्र सीमित हुन्छ? श्रीमती हुनु मात्र पर्याप्त हुँदैन? के सासूको माया मूल्य सन्तानको मात्रै दिन सक्छन्? श्रीमती भएर पाएको मायाको मूल्याङ्कन सधैँ कोखसँगै जोडेर गरिन्थ्यो त? कहिलेकाहीँ सन्ध्या ऐनाको अगाडि उभिन्छन् र आफ्ना ओइलाएका आँखाहरू हेर्दै सोध्छिन्, म राम्री छु, शिक्षित छु, सबैलाई माया गर्छु, त्यही पनि म किन अभागी छु? उनले चुपचाप श्रीमानको मुख हेर्थिन्। सन्दीपले पनि कहिलेकाहीँ झुक्किएर सपनाहरू सुनाउँथे, हाम्रो छोरा हुन्थ्यो भने तिम्रो जस्तै आँखा हुन्थ्यो होला है, छोरी त बाबालाई बाबु भन्ने कति छिटो सिक्ने थिइन् होला। यस्तो कुराले सन्ध्यालाई भित्रैसम्म चसक्क बनाउँथ्यो। उनलाई लाग्थ्यो उनी सन्दीपको त्यो सुन्दर सपनाको बाधक बनिरहेकी छिन्, तर उनी आँसु लुकाएर हाँस्दै टालिदिन्थिन् र भन्थिन्, सपना त हेर्न पाइन्छ नि, हाम्रो भागमा त्यही त एउटा बाँकी छ। उनले धेरै रातहरू निन्द्राविहीन बिताइन्। सहर निदाइसकेको हुन्थ्यो, घरमा सबै सासहरू शान्त भइसकेका हुन्थे, तर सन्ध्याको मन भने ज्वालामुखी झैँ चिच्चाइरहेको हुन्थ्यो। छतको कुनामा एक्लै बसेर चिसो हावामा शिर झुकाउँदै उनी आकाशतिर हेर्थिन्। ताराहरू चम्किरहेका हुन्थे, तर त्यो उज्यालो उनको मनको अँध्यारोलाई अझ गिज्याइरहेको जस्तो लाग्थ्यो। आँसु झर्ने डरले उनी आँखा झिम्काउँदिनथिन्, किनकि एकचोटि बाँध फुट्यो भने त्यो रोदन रोक्नेवाला थिएन। उनी मनमनै गुनगुनाउँथिन्, ए आमा तारा, तिमी त आकाशमा जन्मेर पनि चम्किन पायौ, तर म त यो धरतीमै जन्मेर पनि मेरो संसार उज्यालो पार्ने एउटा सानो तारा किन पाइन? के मेरो भाग्यको मसिनै सकिएको हो र? आफ्नो खाली पेट छोएर उनी चुपचाप बसिरहन्थिन्। त्यो कोख जसले कहिले अर्को धड्कन महसुस गरेन, त्यो खालीपना उनको आत्मासम्म ठूलो खाडल बनेर फैलिएको थियो। कहिलेकाहीँ उनलाई लाग्थ्यो यी ताराहरू उनका नजन्मिएका सन्तान हुन्, जो आकाशमा त सुरक्षित छन्, तर उनले अँगालोमा कहिले राख्न पाइनन्। एक दिन सन्ध्या अनाथ आश्रमको ढोकाभित्र पाइला राखिन्। त्यहाँको वातावरण एउटा अनौठो सन्नाटा र आशा दुवै थियो। भरेबाट धेरै नानीहरू उनीतिर दौडिएर सानो स्वरमा आमा आमा भन्दै उनको छातीमा टाँसिए। सन्ध्याको मुटु च्यातिए झैँ भयो। त्यो शब्द आमा, जुन उनले सुन्ने सपना मात्र देखेकी थिइन्, आज अनायासै उनको काखमा आएर गुन्जिरहेको थियो। ती आँसु दुःखका मात्र थिएनन्, ती वर्षौंदेखिका बाँचिरहेको एउटा तिर्खाको तृप्ति थियो। उनी मनमनै भकानिँदै भनिन्, म आमा त थिएँ, तर यो निष्ठुरी समाजले मेरो कोख र रगत हेरेर मेरो ममतालाई कहिले चिन्न सकेन। त्यसै क्षण उनले एउटा सानो नानीलाई यति बलियोसँग अँगालो हालिन्, मानौ उनी आफ्नै हराएको प्राण फेला पारिरहेकी छिन्। कापेको स्वरमा उनले भनिन्, बाबु, तिमी मेरो कोखबाट जन्मेका होइनौ, तर मेरो मुटुको हरेक धड्कन तिम्रो लागि चल्नेछ। तिमी मेरो अधुरो जीवनको सबैभन्दा पूर्ण रूप हौ। त्यो दिन कोखले जन्म नदिए पनि सन्ध्याको ममताले नयाँ जन्म पाएको थियो।
एक रात घडीमा ठिक 3 बजेको थियो। सन्दीप गहिरो निन्द्रामा थिए, तर सन्ध्याको आँखामा निन्द्रा थिएन। उनको मनमा अनगिन्ती प्रश्नहरू घुमिरहेका थिए। सन्दीप किन यति धैर्यवान छन्? किन उनले मलाई कहिले केही भन्दैन? कि उनको मनभित्र पनि आँधी छ, तर मेरो आँसु देखेर लुकाइरहेका छन्? के म उनको प्रगतिको बाटोमा एउटा अवरोध त बनेकी छैन? म नभएको भए त सन्दीपको काँधमा आज एउटा सानो बच्चा खेलिरहन्थ्यो होला। उनी कति खुसी हुन्थ्यो होला। आँसु बिस्तारै गाला हुँदै सिरानीमा हरायो। उनले निधाइरहेका श्रीमानको निर्दोष मुहार सुमसुमाउँदै मनमनै भनिन्, माफ गर्नुहोला सन्दीप, तपाईँलाई एउटा रित्तो घर र बाँझी नारीसँग जीवन बाँध्न बाध्य पारे। म अभागी हुनुको सजाय तपाईँले भोगिरहनु परेको छ। तर त्यही बेला सन्दीपले बिस्तारै उनको हात आफ्नो हातमा लिए। उनी वास्तवमा निधाइसकेका थिएनन्। सन्दीपले मधुर स्वरमा भने, सन्ध्या, तिमी किन आफूलाई दोषी मान्छौ? मलाई बच्चा होइन, तिम्रो साथ चाहिन्छ। सन्तान त जीवनको एउटा रङ्ग मात्र हो, तर तिमी त मेरो जीवनको पुरै संसार हो। माया कोखको रगतले होइन, मनको विश्वासले चल्छ। समाजको लागि म तिमीलाई गुमाउन सक्दिनँ। त्यो रात सन्ध्याले पहिलो पटक एउटा ठुलो बोझ मनबाट बिसाएकी थिइन्। उनले बुझिन् कि मातृत्व कोखमा मात्र होइन, उनले अब समाजमा ती चिसो प्रश्नहरूको अगाडि मुस्काउने जवाब दिने निर्णय गरिन्। आज सन्ध्या हरेक साँझ झ्यालबाट आकाशको चम्किला तारा हेर्दै मुस्कुराउँछिन्। अब उनलाई त्यो तारा टाढा लाग्दैन, किनकि उनले आफ्नो मनभित्र एउटा तारा फेला पारिसकेकी छिन्। श्रीमान र सन्ध्या एक अर्काको सहारा बनेर संसार जितिरहेका छन्। कथा यहाँ सकिँदैन, किनकि आमाको परिभाषा कुनै कोखमा कोही छैन। कहिले रगतको आमा बनिन् त कहिले निस्वार्थ मायाले। हाम्रा समाजका हरेक सन्ध्याहरू, जसको कोख रित्तो भए पनि मनमा मातृत्वले भरिएको छ, उनीहरू अधुरी होइनन्। उनीहरू त यो संसारकी सबैभन्दा पूर्ण र महान नारी हुन्। यो कथा ती सबैको जो समाजको वचन सहेर पनि अरूको लागि मुस्कान छरिरहेका छन्। यदि तपाईँ पनि सन्ध्या जस्तै हुनुहुन्छ भने कृपया एकछिन आफ्नो मुटुमा हात राखेर सुन्नुहोस्। कोख रित्तो हुनु तपाईँको गल्ती होइन। माया दिन सक्ने तपाईँको त्यो विशाल मन नै संसारको सबैभन्दा ठुलो मन्दिर हो। आमा बन्ने भावना एउटा पवित्रता हो जुन तपाईँको आत्मामा जीवित छ। जिन्दगीका हरेक पीडाभित्र लुकेको हुन्छ एउटा गहिरो कथा, र हरेक कथाभित्र हुन्छ केही न केही सिकाइ। यी भावनाहरूलाई शब्दमा बदल्ने प्रयास हो। कल्पनाको कथाकारको तर्फबाट यसरी नै एक आमा बन्न नपाएकी आमाको पीडाको आशा र धैर्यको कथा समाप्त हुन्छ। यदि यो कथाले तपाईँको मन कुनै कुनामा छोएको छ भने हाम्रो कथाकार कल्पनाको कथाकारलाई सब्सक्राइब र लाइक, सेयर गर्न नबिर्सिदिनु होला। र साथीहरू, म अन्तमा अनि तपाईँहरूलाई यो भन्न चाहन्छु, मेरो यो युट्युब च्यानललाई सब्सक्राइब गरेर साथ दिनुहोला, सहयोग गरिदिनु होला। र म यसरी नै सधैँ तपाईँहरूको लागि यसरी नयाँ नयाँ कथा लिएर आउनेछु। र कथा सुनेर साथ दिनुहोला। त्यतिन्जेलसम्मको लागि हृदयदेखि धन्यवाद। नमस्कार। कल्पनाको कथाकार।